हेलो 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 साथीहरू वाट्सएप के छ खबर आयो सबजना सन्चै हुनुहुन्छ फेरि पनि स्वागत छ तपाईहरु चाहिँ मेरो अर्को नयाँ भ्लगमा अनि धेरै समयपछि आज म घुम्न जान लाग्यो हैन कहाँ जान लाग्छ थाहा छैन एकदम अननोन डेस्टिनेसन हो हैन अनि मेरो बजेट चाहिँ घुम्न जाने बजेट चाहिँ यति रहेको छ अनि म चाहिँ भर्खरै घरबाट हिँड्छ कि अब चाहिँ सिधै धार्की गएर हामी भेट्नेछौँ आज ल लेट्स गो त्यही आइसक्यो नि त हेर हेर हेर्दै रक्सरबाट अयोध्याबाट बनारस वृन्दावन ओइ 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 रक्सोल बिहार इन्डिया बनारस अयोध्या वृन्दावन त धेरै टाढा हो यार कति किलोमिटर छ हे गाइज गुड मर्निङ अहिले चाहिँ रातको ठ्याक्कै 3:30 भइसकेको छ होइन अनि म चाहिँ भर्खरै उठेको म सुत्या चाहिँ आज यो बेडमा होइन म चाहिँ हारकै ठ्याक्कै हिजो बेलुका आइपुगेको थिएँ अनि नाइट गाडी पऱ्यो गाडी चाहिँ बाहिर पम्पमा छ होइन अब चाहिँ हामी जानु लागेको छ लेट्स गो I'm entering the गाडी हेर मजा आउँछ जस्तो लेट्स बिगिन द यात्रा अहिले चाहिँ म ट्रकमा गइसकेको छु आज चाहिँ हाम्रो यात्रा सुरु हुन्छ ट्रकबाट साथीहरू दिस इज माई ब्याकप्याक होइन अनि यो चाहिँ एकदम अननोन खालको चाहिँ हाम्रो ट्राभलिङ भिडियो बन्दैछ अनि यो सबको लागि चाहिँ एकदम ठुलो योगदान चाहिँ असिम भाइको छ होइन एकदम पुरै 100 त्यसकै हो होइन सो हेर्दै जाऊँ कस्तो हुँदो रहेछ के कुराहरू हामी चाहिँ देखिँदो रहेछ कहाँ घुमिँदो रहेछ होइन एकदम रमाइलो गर्नेछौँ मलाई पनि थाहा छैन के हुन्छ सो अब चाहिँ सिधै बाटोमा गएर भेट्नेछौँ है त हामी कहाँ पुगेर जाए मनोकामना केबुल कार खतरा रमाइलो हुन्छ क्या है ट्रकमा घुम्नलाई त ट्रकमा रमाइलो हो सही हो मनोकामना आइसकेको छ चितवन होइन चितवन जिल्ला होइन यो चितवन जिल्ला अब कति अब हामी कहाँ हुँदै जान्छौँ हजुर यो चाहिँ हामी 3 खोला आइसक्यौँ अब पहिरो कत्रो पाहाड हो भाइ सब डरै लाग्यो त मलाई त डर लाग्दो बाटोमा चाहिँ एकदम कडा तरिकाले गाडी चलाइरहनु भएको है साथीहरू हामी हेर्दै रामनगर आइसकेका छौँ होइन त अब चाहिँ खासै पाहाडहरू देखायो होइन अहिले तरै जस्तो भाइ देखिरह अनि गर्मी नै खासै रहेछ आज होइन हामी चाहिँ रामनगरको बजारमा आइसकेका छौँ बाटो यस्तो सिधा हो लास्ट दामी बाटो छ है यहाँ चाहिँ म चाहिँ फर्स्ट टाइम होला कि बाटो देखेर मलाई लास्ट खुसी लागिरह होइन सिधा पाहाड पनि खासै छैन अब हामी लगभग 3 घन्टामा कहाँ पुग्छौँ अरे अमलेशगञ्ज हामी 3 घन्टामा पुग्छौँ त्यसपछि कति टाइम त्यसपछि उता जाँदा सिमरा जानु कति टाइम लाग्छ आधी घन्टामा सिमरा पुग्छौँ भने त्यसपछि रक्सल जाँदा 1 घन्टा 1.5 घन्टामा रक्सल पुग्छौँ भने त्यसपछि इन्डियामा एन्ट्री हुन्छ साथीहरू हामी होइन एकदम रमाइलो हुन्छ अगाडि बोर्ड पनि आइरहेको छ ल वीरगञ्ज काकडभिट्टा कोवलपुर महेन्द्रनगर एन्ट्री हान्यो हजुर हामी यहाँ देब्रे लाग्ने ए अब हामी यहाँ चाहिँ देब्रे लगाएर पूर्व जान लाग्छ यो बाटो पूर्व जाने यो बाटो पश्चिम जाने बाटो पश्चिमबाट कहाँ पुगिन्छ ए धनगढी महेन्द्रनगर जाने भए चाहिँ त्यता लाग्नु पर्यो अब हामी चाहिँ यता लागिरहेछौँ लेफ्ट साइडमा यस्तो सफा वातावरण चाहिँ एकदम दामी वातावरण छ होइन घाँस पनि घाँस भन्दाखेरि के अरे यो फुलहरू पनि एकदम दामी गरी रोपेर हजुर रेणु दालको एरियामा एन्ट्री भयो है केटा को छ नि यहाँ बिहान कति बजी हिँड्यो अरे 4 बजी
8:05 गयो हामी चाहिँ अहिले कहीँ पुग्यौँ भन्दा नारायणघाट आइसकेका छौँ होइन अब एकदम फास्ट एन्ड फ्युरियस तरिकाले जानु परिरहेछ राम्रो राम्रो मान्छेहरू बाटो देखिरहेछन् होइन त्यस्तो राम्रो ठाउँमा आएपछि राम्रो मान्छे देखिन्छ रहेछ बाटोहरूको लास्ट दामी पारस बस पारक राजाको छोरा पारस ए पारस त्यो त कुरो त नभन्नु र पारस साले कुटे खाएको ठाउँ आयो है केटा हाम्रो पारस दाइले दाइ क्या अङ्कल उकालो 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 दायाँ बायाँ खाल्टा खुल्टी गयो साह्रो कस्तो राम्रो बाटो छ हेर्नु नि ल 2 लेनको 4 लेनको बाटो रहेछ कहाँ हुनु 2, 4, 6 लेनको बाटो रहेछ आम्मामा हाम्रो धार्कीतिर नि यस्तै बाटो बन्दै हुन्थ्यो है 8 लेन बाटो ए उतापट्टि ल्यान्छ 8 लेनको आम्मामा यस्तो हाम्रो धार्कीमा बन्दै हुन्छ लास्ट रमाइलो यहाँ आएपछि साइकल नचलाएको त म छोड्दै कसैले मागेर भयो किनभने साइकल दामी जङ्गल देखिरह अब हामी कुन ठाउँ आउँछौँ अब टाढी कति टाइममा आइपुग्छौँ ए ल अब हामी सिधै टाढी एन्ट्री हानेपछि भेट्छौँ है साथीहरू भगवान् महादेव ल दामी है हात्ती घोडाहरू सब बनाएर शान्ति चोक आइसकेको छौँ साथीहरू हामी होइन यस्तो राम्रो मान्छेसँग भेट्न पाउँदा एकदम रमाइलो लागिरहेको छ है खतरा खतरा ठाउँ घुमेर लागिरहेको छु म यसले फर्किन्छु भन्ने चाहिँ थाहा छैन तर कन्टिन्यू मेरो भ्लग आइरहनेछ भिडियोलाई लाइक गर्नु होला कमेन्ट गर्नु होला सब्सक्राइब गर्नु नबिर्सिनु होला होइन एकदम यो ब्याक टु ब्याक आइरहनेछ अब त्यो भ्लग होइन रमाइलो नि हुन्छ ल धानबारी पनि छ यहाँ टन्ने मलाई खासै यहाँ बोल्नै आएन किन भन्दा नयाँ ठाउँ भएर होला म नि हेर्दैछु कस्तो राम्रो घर हो क्या सानो सानो पनि कस्तो चुट्ट परे घर है अब त्यो हल्का हल्का काला काला मान्छे देखिन थाल्यो क्या लुक लाइक मी क्या है अलिअलि काला कालै मान्छे देखिन थाल्यो क्या इन्डिया जस्तो भाइ आयो क्या हुन्छ नि लुङ्गी सुङ्गी लगाएकोवाला देखिन थाल्यो होइन म एउटा लुङ्गी किनेर लाउने हो क्या हो इन्डिया गएछ त होइन एउटा टक्क लुङ्गी लाउने टी सर्ट लाउने हो मुडी जुत्ता लाउने हो अब हो क्या इन्डियनबाट हिँड्ने हो क्या इन्डियन कल्चरलाई अब फलो गर्ने हो गर्नु पनि हुँदैन क्या लुङ्गी त हरियोवाला लुङ्गी हुन्छ नि त हरियोवाला हुन्छ नि त्यो क्या त्यो लुङ्गी किन्ने अनि ट्याक्क लाएर हिँड्थ्यो क्या अब तिमीहरूको दाइ लुङ्गी लाएर हिँड्छ केटा गाई दिन्छ नि एउटा गाई पनि लिएर जानुहुन्छ तर सकिन्छ त्यो चाहिँ है त्यो चाहिँ आउट अफ बजेट भयो गाई पाउनुपर्छ मेची हो यो लोथर गाउँला अब हामी अब लोथर हुँदै जाने हामी साथीहरू होइन भैँसी पनि देख्ने यहाँबाट ए उहाँसँग एकदम धेरै घुम्न गएन भने होइन धेरै घुम्न गएन त्यही भएर अब उहाँको साटो मजा लाग्यो होइन उहाँले चाहिँ सबले चिनिहाल्यो के नाम रे उहाँको निराजन आचार्य दाइ सबै धेरै ठाउँ को नाम भन्नुभयो अल नेपाल हो ल दामी दाइ है बिग फ्यान है काकडभिट्टा धरान विराटनगर वीरगञ्ज धरान पनि यहीँबाट हो ओहो हर्का अङ्कलको ठाउँमा जाने हुन्छ प्रधानमन्त्री आएर बोल्नुपर्छ कि पर्दैन है क्या संसदमा प्रधानमन्त्री नआइकन हुन्छ एकदम गुड आउनुपर्छ तर एकदम रमाइलो मान्छे हो धरान चाहिँ घुम्नु पर्ने ठाउँ हो क्या एक्चुअली धरानबाट उसमा जानुहुन्छ होइन पहिला इटाली अनि धरान आयो साथीहरू आज कहाँ कहाँ पुगिन्छ थाहा छैन पहिला त मिसन इन्डिया हो इन्डियामा धेरै टाढा पुगेर बजेटले साथ दियो भने चाहिँ नेपाल पनि यस्तो एक राउन्ड हाल्नुपर्छ है हामी चाहिँ चुरियामाई मन्दिर आइसकेका छौँ साथीहरू होइन ए यो सुरुङमा आएर यहाँ रहेछ ए कहाँ निस्किन्छ यहाँबाट चिरेर होइन एउटा सुरुङमा आएर भेट्यो है चुरियामा ल चुरियामाई कि चाहिँ 12 जिल्ला सुरु केटा वेलकम टु 12 जिल्ला ल हाम्रो ठाउँमा आयो है अब हाम्रो ठाउँमा आयो कुन जिल्ला कट्यो मकवानपुर जिल्लालाई बाई दिउँ अब 12 जिल्लालाई
छिट्टै ठिक लाग्यो चुरियामाई मन्दिर पनि देखियो होइन 48 किलोमिटर रक्सल पनि थियो हामी लगभग अब लगभग हामी कुन ठाउँमा रोक्ने खाना खाना अमरेशगञ्ज पुग्नु कति टाइम लाग्छ 15 मिनट अमरेशगञ्ज है केटा हो त्यहाँ गएपछि अब खानसाना खाने हो मस्त लगाएर मुखसुख धुन्यो फ्रेस हुन्छ चाहिँ खाना खानालाई के गर्ने खाना खाना हामी चाहिँ अहिले आइसकेको छौँ म चाहिँ यो गाडीमा आएको होइन यो के भन्छ तेल लिन आएको गाडीमा अनि अहिले चाहिँ हामी खाना खानाहरू रोकिरहेको छौँ यहाँ होटलमा दाइ यतातिर हुनुहुन्छ अम्लेखगञ्ज रे है यो अम्लेखगञ्ज भने चाहिँ यस्तो ठाउँ है अम्लेखगञ्ज आइसकेका छौँ दामी छ सम्म चाहिँ सम्म तर अलिअलि गरिम भइसक्यो एकदमै यहाँको दाइ यहाँ आउनु भयो ए झन्डै नदेखा मैले तपाईँले त धन्यवाद है ल एकदम धेरै धन्यवाद हुनुहुँदै म नि अमलेशगञ्ज होइन यो अमलेशगञ्ज ब्याग दिन्न है अमलेशगञ्ज आइसक्यो साथीहरू हामी दाइले ब्याग दिन लाउनु भएछ अमलेशगञ्जसम्म फ्रीमा लिएर आइदिनु भयो है धेरै धेरै धन्यवाद होइन एकदम धेरै हेल्प गर्नुभयो अनि अहिले चाहिँ हामी ठ्याक्कै अमलेशगञ्जको यहाँ आएको छौँ यो पेट्रोलहरू डिजेलहरू चाहिँ त्यो भर्ने ठाउँमा आएको छौँ होइन यस्तो हेलमेट लगाएर फेरि इन्जिनियर साहब बन्नु भएको छ मलाई अब यहाँ गाडी चढाइदिनु होइन मलाई गाडी चढाइदिनु लाग्नु भइरहेछ मजाले ब्याग सेग बोकेर ट्याक्स लगाएर एकचोटि लेखिदिनु है त मलाई देखाइदिनु ब्याग सेग बोकेर है अब सिधै इन्डिया गएर भेटौँ